Hello everyone, welcome back to yet and the vlog. You're watching Chum's World. So आज चाहिँ म त्यसै एउटा सानो भिडियो लिएर आइरहेको छु है। यहाँ चाहिँ हामी माथि साई मन्दिर आइरहेको छ है। रावणको साई मन्दिरमा म र भाइ अनि भाइको आपा चाहिँ तर बजारमा शपिङ गर्दैछ नि त। त्यसै यहाँ घुम्नु हामी। भाइ खोइ हेर्नुस् त। हेलो भन्नुस् न। हाई भन्नुस् न। के खाँदैछ खोइ? अन्त म तपाईहरुलाई यहाँ साई मन्दिरको तपाईहरुलाई अलिकति दर्शन गराउँछु है। हेर्नुस् है तपाईहरुले। यहाँनिर छ एन्ट्रेन्स है साई मन्दिरको। अन्त फर्स्टमा तपाईले भेट्नुहुन्छ यहाँनिर गणेश भगवान है। हाम्रो गणेशजी यहाँनिर पनि गणेशजी भेट्नुहुन्छ तपाईले है। यहाँनिर बत्ती बालिरहेको रहेछ है, दियो बालिरहेको रहेछ। एन्ड यहाँ छ हाम्रो सरस्वती माता। यहाँनिर पनि हाम्रो साई बाबाको यस्तो रहेछ है, फुटको नक्सा है। अन्त यहाँ छ हाम्रो कृष्ण भगवान एन्ड काना र के भन्छ कानाको त भगवान है। एन्ड यहाँ चाहिँ छ हाम्रो रामजी, लक्ष्मणजी, सीताजी एन्ड हनुमानजी यहाँ छ। अन्त यस्तो गरेर चाहिँ यहाँ चाहिँ तपाईहरुले भेट्न सक्नुहुन्छ शिवजी है। यो भित्र बन्द रहेछ है, म तपाईहरुलाई देखाउन सक्दिनँ होला है। एन्ड यहाँनिर छ तपाईको नन्दी छ यहाँनिर हाम्रो एकदमै प्यारी नन्दी। अन्त यहाँनिर चाहिँ तपाईको शिवलिङ्ग पूजा गर्ने यहाँ चाहिँ छ तपाईको ट्याप वाटर है। यस्तै प्रकारले तपाईले चाहिँ यो मन्दिर चाहिँ तपाईले राउन्ड सक्नुहुन्छ है। यो वरिपरि यस्तो छ। ल माइ हामी घन्टी बजाउँ ल। Aku dincum. Rati dincum. Rati ah. So, अब हामी तपाईलाई यो माथि दिन हाल्छौँ। अब चाहिँ हामी जाने है यो अपस्टेयर्स फुलहरु फुलिरहेको छ, गुराँसहरु पनि फुलिरहेको छ है। ओ माथि रहेछ यो सेतो चाँप। अन्त सबै बन्द रहेछ है तपाईहरुलाई। यहाँ छ एकदमै मन्दिरहरु छ यहाँ भित्र। यहाँनिर यो चाँप यहाँ पनि माथि बनिँदै रहेछ। यहाँ पनि छ तपाईको यसरी नै मन्दिर छ हो। यहाँ हाम्रो ल अनि यहाँनिर चाहिँ छठ पूजाहरू हुँदाखेरि यहाँ हुन्छ पूजा है। अन्त यो मन्दिरको चाहिँ माथि कस्तो देख्न सक्नुहुन्छ। अन्त यो चाहिँ हो हाम्रो हस्पिटल डाँडा भन्छ है, हस्पिटल रोड एरिया। यहाँबाट चाहिँ मन्दिरको छेउमा पर हाम्रो हस्पिटल पनि देख्छ है। आज यहाँनिर मैतीगढमा छु है। अहिले चाहिँ म निकै हप्ता हुँदैछ उता है के भन्छ ससुराली घरबाट ड्युटी लाउँदैछु नि त। अन्त आज चाहिँ म मेरो घरमा आइरहेको छु है। अन्त यहाँनिर चाहिँ हामीलाई खाना एकदमै भेराइटी बनाइराखिदिएको रहेछ लन्च है। हेर्नु सक्नुहुन्छ यहाँ छ भने तपाईहरुको आलु र एन्ड के हो यो निङ्ग्रो पनि के रहेछ है, राइस छ एन्ड यहाँनिर चिकन छ, अलिकति मसलेदार चिकन। दिस इज पम्पकिनको अनदर सब्जी एन्ड हियर वी हेभ दाल है। अनि यहाँनिर फेरि अनदर टाइप अफ चिकन रहेछ हो। अनि यहाँनिर छ नानीको लागि यहाँनिर छ। अब हामी चाहिँ कप खाएर चाहिँ फेरि आफ्नो घरमा लाग्ने है। एकछिन काम परेर चाहिँ आएको थियो यहाँनिर हो। सो यहाँनिर छ हाम्रो आजको सेफ है। सबैको खानाको इन्तजाम उहाँले गरिदिनु भएको रहेछ मेरो बहिनीले। सो थ्याङ्क यू बहिनी। अब खाना खाने खप त्यहाँदेखि चाहिँ लाग्ने।
Hello everyone, good morning. It's another beautiful day. So, हिँड्नुस् भाइ, हामी फेरि पर गएको. भाइले म हेर्ने अरे कि. भाइ हिँड्नुस्. भाइले म हेर्ने अरे. जाउँ या छे. पर चाहिँ हाम्रो गाईको गोठ. जाउँ. जाउँ भाइ. ल जिन्दाबाद गर्दै हिँड्नुस्. जिन्दाबाद. जिन्दाबाद. छे छे. यहाँ माथि चाहिँ देख्नुहुन्छ यो गुराँसको रुख. मार्केट लाक्ला लाक्ला जस्तो हुँदैछ. नाक घाँटी अलिक बन्द हुँदैछ कि. अन्त गुराँसको फुलहरू सबै झरेछ यहाँनिर. अब यसको चाहिँ वाइन खानुपर्छ बनाएर आज म टिपेर सबै धोइराख्नु पर्यो. यस्तो एकदम यो सफा ठाउँको चाहिँ सबै टिपेर धोइराख्छु हो. दबाई हुन्छ नि त गुराँसको चाहिँ. ए तर गुराँस खाँदा हुन्छ त, खानु पर्यो. नजिकमा दिनुहोस्. काम लाग्दैछ भर्खर. मजाले नहेरिकन त सेटिस्फाइडै हुँदैन नि त. घाँस दिनुहोस् भाइ. घाँस दिनु पर्यो हो. के भन्छ भाइ? खानुहोस् है. प्यारो लक्ष्मी देवी दुर्गा कृष्ण गणेश है. ल अलिअलि ट्रिट. खै दिनुहोस् न. खै बनाइ दिनुहोस् न. बनाइ दिनुहोस् न. बाको ए यसले भेटेन के हो. यसलाई भेटेन रहेछ. ल ल तेरो ल तँलाई मैले उत्तर दिएछु नि है. भयो. यहाँनिर चाहिँ अब भोलि लामा पढाउँछ होइन. यहाँनिर चाहिँ थार्सको लागि यहाँनिर यसरी तास्दैछ परेङहरू. यो भाइ छुन चाहिँ सकाएको अरे भाउले. अब यस्तो छ भाइ. खाना चाहिँ दो दिक्कत छ कमिया. हो यो जेरेनियमको जुन चाहिँ यो येल्लो पातहरू चाहिँ सबै टिपेर टिप्नु पर्यो. हामी चाहिँ अहिले लन्चको लागि है चिया बनाएर ल वाइवाई किन्नु गएको हो. अन्त एउटा स्टोरी चाहिँ के भएको छ भन्दाखेरि नि एउटा स्टोरी चाहिँ सुन्नु भएको छ कि कोकोनट वाटर खाउँ भने कोकोनट पनि कुहिएको हो. त्यहाँदेखि आज गरम छ पुच्का खाउँ भने होइन. आलु सालु सबै उसिनु हो. तेल सेल सबै खऱ्यो. पुच्का हाल्दा पुच्का फुलिनु छैन. त्यो पनि ठेलो. त्यही कुरा गर्दै हिँडेको नि. वाइवाई पनि पाएन पनि भन्ने हो. घाम टन लागिरहेछ क्या. ल
भाइको फेभरेट प्लेस है यो चाहिँ म पुरा देख्छ नि हिँडेर आम्मामा महरू पुरा गाईहरू चढ्दो रहेछ ऊ रातो सितो टट्टे पङ्ग्रे एक्साइटेड हो टाउको उठ्छ भाइ आया भाइ लो भाइलो खोल्नु अनि खोइ अन्त म छ त ऊ वा ऊ पर म सी म रहेछ भाइ हो काट्यो टाटा गर्नुहोस् मलाई टाटा दोकान चाहिँ ऊ पर कहाँ रहेछ दोकान त्यहाँ रहेछ त्यो झन्डै हामी चाहिँ गाडीमा बसिरहेछ भाइ नगर्नुहोस् आम्मामा के साह्रो हो ल बुङ बुङ गर्छ भाइ लु ओके त्यस्तोको चलाउनु 악벌이 안 온다 뭐. 니는 작성들어, 닌 작성으로. 이 악벌이 안 온다. 뭐라 해? 그래 안 놀아. 아빠하고 하자도 먹고 니. 악벌. खगबडी खाने कि मलाई हाल्दैन नि 재밌어. 저기 치죠. 굉장히 달라마야. भन्टु त्यो चाहिँ के खाने किन खानुपर्छ त्यसरी त्यही हो पारा बदमास खाँदैछ